लड्यो हैरिमै बारीको पाटामा, बजार जाँदा हैरिमै लैजाउँला साथामा। यस्तो फर्सी फलेको छ। दसैँ तिहारको माहौल छ। यता बारी जोत्ने क्रम चलिरहेछ ट्र्याक्टरले। दसैँ तिहार पनि आउँदैछ, खेतीपाती पनि लगाउनै पर्ने छ। यता कोदो झुलेर लहलह कति राम्रो बाला। ओहो, चराले खाएर कोदो, मुसा र चरा आदि, चरा मुसालाई आदि मान्छेलाई हुन्छ यो खेती। अब पलतिर पनि बाँझियो, त्यता पनि बाँझियो। अहिलेसम्मलाई म छु, छिमेक भए त राम्रो हुन्थ्यो। सधैँभरि बस्न छिमेकी पनि छैनन्, बर्बाद छ। यस्तो पुरै जङ्गलै भयो गाउँ। के गर्ने, म यहाँ बारीमा काम गर्दैछु। फर्सी यता पनि लुकेको रहेछ। ओहो, यो जेठो फर्सी होला, त्यो चाहिँ माइलो, यो माइलो होला, अनि यो कान्छो होला। यता लुकियो छ। हेत्तेरिका, यो फर्सी कसरी खाने, कति खाने। अब सहर लान गाह्रै छ। लड्यो हैरिमै बारीको पाटामा, बजार जाँदा हैरिमै लैजाउँला साथामा। यस्तो फर्सी फलेको छ। दसैँ तिहारको माहौल छ। यता बारी जोत्ने क्रम चलिरहेछ ट्र्याक्टरले। दसैँ तिहार पनि आउँदैछ, खेतीपाती पनि लगाउनै पर्ने छ। यता कोदो झुलेर लहलह कति राम्रो बाला। ओहो, चराले खाएर कोदो, मुसा र चरा आदि, चरा मुसालाई आदि मान्छेलाई हुन्छ यो खेती। अब पलतिर पनि बाँझियो, त्यता पनि बाँझियो। अहिलेसम्मलाई म छु, छिमेक भए त राम्रो हुन्थ्यो। सधैँभरि बस्न छिमेकी पनि छैनन्, बर्बाद छ। यस्तो पुरै जङ्गलै भयो गाउँ। के गर्ने, म यहाँ बारीमा काम गर्दैछु। फर्सी यता पनि लुकेको रहेछ। ओहो, यो जेठो फर्सी होला, त्यो चाहिँ माइलो, यो माइलो होला, अनि यो कान्छो होला। यता लुकियो छ। हेत्तेरिका, यो फर्सी कसरी खाने, कति खाने। अब सहर लान गाह्रै छ।